यो चाहिँ टर्नेल सब्जी खेती साह्रै मजाको 25 रुपैयाँमा लिएको अरे साह्रै राम्रो छ यहाँ सागसब्जी खाना यहाँका वरिपरिलाई बजार व्यवस्थापन माथि उकालोमा हाइट अति राम्रो ठाउँ मामासँग आज घुम्ने मौका पाएर मामाले मजाले घुमाउँदै हुन्छ देखाउँदै सङ्कट पर्यो भने यो पानीको ठिक छ यो दमकल ल्याएर थपक्क मुखमा लगाइदियो पानी दमकलमा भर्छ त्यति बेला मात्रै चल्छ बाटोको लागि असल पानी रोक्न सकिँदैन ए अनि अब यस्तो ठाउँसँग राखेको यसो गर्छ यसो गर्छ अन्त दिदी ए यहाँ यतासम्म चाहिँ त यहाँ मामासँग उभिन्छु म यो बोरी यतापट्टि ल्याउनु यता देखाउने गागल फेरि यो देखिरहेछ यहाँ तल बुझ्ने ए बोर्ड बोर्ड चाहिँ बुझ्ने गरी काँचो धुवा आयो हो त्यहाँ फोहोर डढाएको होला यहाँ चाहिँ मन्दिर राधाकृष्ण कि राम मन्दिर होइन राम जानकी मन्दिर यो चाहिँ ब्रह्मखेल होइन मामा सुवेदी गाउँ ब्रह्मखेल त तलै हो ए हो ब्रह्मखेल चोक तलै हो ए यो सुवेदी गाउँ यो सुवेदी गाउँ जाने रोड ए अहिले चाहिँ रामजानकी रोड भनिएको छ पहिले चाहिँ सुवेदी गाउँ जाने रोड यता सब्जीकै रहेछ टर्नकै रहेछ आनन्दमा आउने रहेछ यहाँ यता रहेछ सब्जीहरूको फोटो आएको ढिकुरो घर यहाँ जो मरे पनि यहाँ ढिकुरो उठाउने ढिकुरो उठाने बस्ने भागा नै ए यो मन्दिरमा आएर जुठो बार्ने चाहिँ त्यो बारेको मन्दिर यो ढिकुरो चाहिँ उठाउने हाम्रो पहिला गाउँमा धारामा गर्थ्यो नि दिउँसो बिहानको ढिकुरो बनाउने खानपिन पनि छोरा मान्छेले खानपिन गर्ने ए त्यस्तो घर बनाएको राम जानकी मन्दिर ब्रह्मखेल तपाईँ जान्छ दिदी म मेरो खेदिनँ तपाईँ त्यो मेरो मामासँग अनि तपाईँ यता आउनु म खेदिन्छु अनि ल यो ब्रह्मखेल राम जानकी मन्दिर ल दिदी आउनु त म मामासँग त्यहाँ गेटको खिच्न खोजेको यतापट्टिसम्म ल यहाँसम्म यतापट्टि नसम्म यतासम्म यहाँ आउँछ हामी हिँडेर तपाईँ आउँदै अगाडि गरेर भित्ता राम्रो खिचेर यहाँ उभिनु तपाईँ अगाडि जानु उतै जानु यताबाट जानु तपाईँ पछाडिबाट के खिच्नु जानु नि हुन्छ भइहाल्छ माथि गएर माथि गरेर हामी आउँदै गर्छौँ खिच्नु नि राम जानकी मन्दिर भर्खर यो 72-73 सालमा कमल थापाले उद्घाटन गरेको रहेछ भर्खरै बनाएको रहेछ यो हुन्छ दिदी आउनु तपाईँ पिपलका दानाका लु तपाईँ माथि जानु तपाईँ बाहिर टुप्पोमा जानु आउनु मामा जय श्री नारायण श्रीमन्नारायण एउटा 5 पाउना भान्जी राम जानकी मन्दिर माथि हनुमानको मूर्ति
उज्यालो हो राम जानकी मन्दिर साकेत दान साकेता भवन साकेता भवन साकेता होइन साकेतो साकेता भवन साकेतो भनेको के हो विष्णुको बैकुण्ठ शिवको शिवलोक होइन म मामासँग बस्छु भरे सेयर गर्दा भइहाल्छ नि भाइ। यताबाट म समाउँछु यता सेलिन्छ क्या हात ममा हिँड्दै गएको पनि देखाउँ ल यो मेरोबाट पनि खिचिदेऊ त एउटा फोटो यहाँ बन्द गर्छ भरे त्यही